नमस्ते। मेरो पछाडि हजुरहरूले देख्नु हुँदैछ यो चाहिँ न्यूली कन्स्ट्रक्टेड ब्रिज हो, ब्रिज कम फ्लाइओभर हो। अनि ब्रिज चाहिँ कहाँदेखि कहाँ कनेक्टेड छ भन्दाखेरि हजुरहरूले देख्न सक्नुहुन्छ यो 9 माइलदेखि तपाईहरु सिधै यो ब्रिज भएर आउनु भयो भने सिधै तपाई सेती पुल आइपुग्नुहुन्छ। अनि अब चाहिँ तपाईहरुलाई पाक्किम जानुको लागि चाहिँ रानी पुल निस्कि बस्नु परेन है। अनि हजुरहरूलाई यो ब्रिजको सबै मेरो क्यामेराले कतिसम्म भ्याउँछ म तपाईहरुलाई देखाउने छु। बिल्डिङ भएको ठाउँ चाहिँ 9 माइल हो। अनि यो ब्रिज चाहिँ यहाँ सेती पुलदेखि 9 माइलसम्म कनेक्टेड भएको। ब्रिज चाहिँ अति राम्रो प्रकारले बनाएको छ, तपाईहरुले देख्न सक्नुहुन्छ। अनि यहाँनिर अहिले कार्पेटिङ भइरहेको छ। अनि साइडमा राम्रोसँगले वल अनि यसको चौडाइ पनि ठुलो छ। यस्तो गरेर चाहिँ यहाँबाट फेरि टर्निङ काटेर उकालो चाहिँ